छोरीको ब्लगमा फेरि नमस्ते। म चाहिँ पार्टीमा जाँदैछु। हेलो नमस्ते सबैलाई, सन्चै हुनुहुन्छ होला हजुरहरू। म चाहिँ माओलीपट्टिको पार्टीमा गएर माइजू ठाउँ गएर त्यहाँबाट हामीहरू सँगै गयौँ कि पार्टी प्यालेस चाहिँ यहीँ नजिकै रहेछ बालकुमारी। अनि घरमै ढिलो भइसक्यो, त्यही पनि हामीलाई सजिलै भयो, टाइममै पुग्यौँ 7 बजी। पार्टी प्यालेस चाहिँ नयाँ भएर होला एकदमै राम्रो। म चाहिँ फर्स्ट टाइम पनि गएको हो, पहिला चाहिँ गएको थिइनँ। मलाई चाहिँ एकदमै राम्रो लाग्यो। अनि भित्र चाहिँ कस्तो भिडभाड रहेछ क्या, बेहुला बेहुली ठाउँ। अनि त्यहाँभन्दा अगाडि चाहिँ माइजू हाम्रो टर्न चाहिँ अहिले आउँदैन, त्यहाँभन्दा अगाडि चाहिँ फोटो खिचौँ न, पछि त भ्याउँदैन बिर्सिहाल्छौँ भनेर फोटो खिचेर बच्चा पार्टी भेटिरहेको आद्या र आब्बे। अनि आन्टी चाहिँ आइसकेको छैन, बेबी भएको भएर उनीहरू चाहिँ मग्न मस्त छन्, आफ्नै खेलेर बसेछन्, के गरेछन्, ऊ बच्चाहरूसँगै खेलिरहेछन्। आब्या चाहिँ मलाई देखेर सक हुन्छ, दिदी कहाँबाट आयो भनेर पनि होला कि पुरै सक भइरहेछ त्यहाँनिर। अङ्कल र फुपालाई पनि हामी त्यहीँ भेटेको क्या। अनि अङ्कलले चाहिँ अहिले भिडियो बनाउँछ भनेर थाहा छ। अनि यसो अब स्न्याक्सतिर अन गर्नु पऱ्यो भनेर गएको। जति जे गरे पनि मलाई मनपर्ने भनेको यही माछा हो। मैले जति जे हेरेँ पनि लास्टमा मैले माछा मात्रै खान्छु, जहाँ गए पनि, जुन पार्टीमा पनि। अब फोटो खिच्यौँ, अब रिलेटिभ आफ्नो मान्छे भेटिँदा चाहिँ, माइती भेटिँदा झन् खुसी लाग्ने रहेछ क्या। यस्तो फङ्सनहरूमा माइतीपट्टिको फङ्सनहरू त धेरै पर्दैन नि त यतातिर। अनि त्यो कहिले काहीँ पर्दा पनि मलाई कस्तो रमाइलो लाग्छ। अनि आएर म चाहिँ फुल हन्टतिर गयौँ, यसो हन्टिङ के रहेछ भनेर हेर्न, एक्सप्लोर गर्न गइरहेको। नखाए पनि अब हेरेर पनि चित्त बुझाइन्छ नि त। पानीपुरी भाइ चाहिँ भेज भएको छ, पुरा पानीपुरी खाने भएको छ ऊ चाहिँ। अब यसो हेरिरहेको छौँ, खाए पनि नखाए पनि त्यो दिन चाहिँ यसो पार्टीको दिन चाहिँ पेट त्यत्तिकै भरिन्छ क्या। अनि फेरि भिडभाड रहेछ, बेला बेला हेर्दैछौँ कतिखेर टर्न आउला जाम्ला। अनि त्यो काम सकेपछि आनन्द लाग्छ नि त हामीलाई। यसले चाहिँ दिदी अझै सकेको छैन भन्दै झ्याउ मानिरहेछ, त्यही पनि केटा मान्छे साथी कोही छैन, म मात्रै हो नि त। अनि झ्याउ मानिरहेछ, फेरि हेर्दैछौँ। अनि त्यही पनि हामी तल जाऊँ दिदी, सोफामा बसौँ भनेर हामी चाहिँ तल आयौँ। म चाहिँ यो माथिको लाइटिङ देखेर यस्तो मन परेछ मलाई चाहिँ, त्यही पनि बारम्बार मैले एक्सप्लोर गरिरहेको छु त्यहाँनिर अगाडि पछाडि क्यामेरा लगाएर। अनि अलिअलि अहिले चाहिँ भिडभाड कम भएछ। अनि माइजूलाई बोलाएर चाहिँ हामी बेहुला बेहुली ठाउँ चाहिँ गयौँ। उहाँ चाहिँ मेरो मामा माइजू, त्यही पनि मामा माइजू के बान्जी भन्न लजिसिन्छ। अनि त्यहीँनिर चाहिँ अङ्कललाई भेटिरह हामी चाहिँ देउडा खेलेर थाकेर बसेको क्या। अनि लास्ट पसिना भइसकेको थियो। अनि त्यसपछि बेहुला बेहुलीको डान्स थियो, उहाँहरू चाहिँ आजको लास्ट डान्स थियो। अनि हामी चाहिँ डिनरतर्फ लाग्यौँ क्या। डिनरमा चाहिँ हेर्ने मात्रै, मलाई यो आइटमहरू कुनै मन पर्दैन, थोरै माम भए पनि पुग्छ क्या। अनि किन स्न्याक्सले अगाइहाल्छ नि त। अनि हामी चाहिँ डिनर गऱ्यौँ। डिनरमा चाहिँ माइजूले चाहिँ खाइसकेन, आइसक्रिम मात्रै खाइसक्यो क्या। माइजूले चाहिँ सन्चो थिएन, पेटमा प्रब्लम भइरहेको थियो। अनि भाइले चाहिँ आइसक्रिम ल्याएपछि माइजूले नै खाइसक्यो। अनि अङ्कलले चाहिँ ल अङ्कल हामी जान्छौँ है, बाई बाई भनेर चाहिँ अङ्कल हाँस्दै हिँड्छ, बाई।